अस्पताल निर्माण भएको हामी घोषणा गर्दै साथै मुक्त अस्पताल संगठन साई समितिका अप्पर र बिरका नानीहरूलाई सदैवलाई देवेन्द्र लाटलेको अगुवाईमा अखण्ड ज्योति जलाओस् गाइदिनु हुन म अनुरोध गर्दछु। साथै गणेश वन्दना प्रस्तुत गरिने अनुरोध पनि टक्राउँदछु। यो दीपलाई साक्षी राख्दै अग्निलाई साक्षी राख्दै यो अस्पताल तपाईहरूको आशीर्वाद तपाईहरूको सहयोगले राम्रो प्रकारले सुचारू रूपले सञ्चालन होस् भन्ने हामी भगवानप्रति प्रार्थना गर्दछौँ र अनावरण पश्चात हामी यहाँ गणेश वन्दना प्रस्तुत गर्न लागिरहेछौँ। बटकेश्वर जनकल्याण समितिको पक्षमा खडा हुनुहुन्छ, साथमा खडा हुनुहुन्छ र यो दोस्रो पक्ष पनि अन्तरित रहने छैन भन्ने हामीलाई ठुलो अपेक्षा अनि विश्वास लागेको छ। समितिका ठुला दायी सभा प्रशिष महोदय हुनुहुन्छ, श्रीमान भू प्रधान, श्रीमान मनिन्द्र भुजेल, श्रीमान विक्रम राई, श्रीमान निर्मल कुमार तामाङ, श्रीमान सुरेश अग्रवाल, श्रीमान प्रभाकर अनि भर्खरै हामीसित बस्ने जोडिनु भएको छ सिलगढीबाट आउनुभएका हाम्रो अतिथि अङ्कित अग्रवाल। उहाँको साथ र सहयोगप्रति आभार प्रकट गर्दै म सादर अभिवादन तथा न्यानो स्वागत गर्न चाहन्छु। बटकेश्वर जनकल्याण समितिएको छैन, लाइफ लाइनको रूपमा सरकारी गैर सरकारी संस्थानहरू पनि हामीसित जोडिन पर्छ भन्ने हामीलाई लागेको छ र आज हाम्रो स्थानीय गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका सभासदहरू सदस्य देवेन्द्र पाटिल, मणिप्रसाद राई, योगेन्द्र प्रधान हामी समक्ष हुनुहुन्छ। उहाँहरू कतिजना अनुपस्थित भएर पनि यहाँबाट हामीले सम्झना गरेका छौँ। त्यस्तै प्रकारले हामी समक्ष पूर्व काउन्सिलर श्रीमान टिम घिसिङजी पनि हुनुहुन्छ। उहाँलाई पनि आजको यो समारोहमा म हार्दिक स्वागत जनाउन चाहन्छु। र समितिलाई सोधिने तेस्रो कठिनतम प्रश्न हो, यसलाई कसरी अर्को पिँढीसम्म लैजाने, यसको उत्तर खोज्ने हामी सबैको जिम्मेवारी हो। भनिन्छ नि आफूभन्दा सानोलाई हामीले मार्गदर्शन गर्नुपर्छ, गाइड गर्नुपर्छ, तर सबभन्दा पहिले आफूले मार्ग बनाएको हुनुपर्छ, गाइड भएर काम गरेको हुनुपर्छ। सायद बटकेश्वर जनकल्याण समितिले यही कर्तव्य पुरा गर्ने कोसिस गरिरहेछ। र तत्पश्चात विजयकोलाई पनि हामी सम्मान गर्नेछौँ। त्यसभन्दा अगाडि हामी समक्ष विक्रम राई महोदयको 2 शब्दले सम्बोधन गरिदिनको निम्ति र उहाँको अति नै व्यस्तता रहेको कारणले उहाँ हामी समक्षमा यति बेर क्षेत्रीय सभासद गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका मेरा सहयात्री तेन्दुर पाटिल, त्यसरी नै सभासद मणिप्रसाद राई लगायत यहाँ उपस्थित सम्पूर्णलाई
म सम्बोधन राख्दै विशेष गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल श्रीमान अनिल थापाज्यूले तपाईँहरूसम्म एउटा समय याचना पठाउनु भएको छ। उहाँको व्यस्तताले गर्दा उहाँ आज यहाँ चाहेर पनि आफ्नो प्रस्तुति दिन सक्नु भएन, त्यसको निम्ति उहाँले क्षमा चाहनुभएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनले विशेष शिक्षा अनि स्वास्थ्य नै हाम्रो धन हो भन्ने उद्देश्यलाई अगाडि राखेर प्राथमिक शिक्षाको घट्दो गुणस्तरलाई अघि बढाउन आफ्नो भरभक्कु प्रयास शिक्षक शिक्षिकाहरूको कोसिसमा अघि बढिरहेको छ। त्यसरी नै स्वास्थ्यलाई पनि प्राथमिकता दिएर गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन प्रमुख कार्यपाल श्रीमान अनिल थापाज्यूको निर्देशमा धेरै कार्यहरू भइरहेको छ। विशेष 2022-23 लगातार रूपमा क्षेत्रीय सभासद श्रीमान हिन्दू पाखरिनज्यू अनि जनकल्याण च्यारिटेबल अस्पताल निर्माण समितिका सदस्यगण हामी कहाँ सम्पर्कमा रहेका थियौँ। उहाँहरू जब आउनुहुन्थ्यो उहाँहरूले धेरै यस क्षेत्रको समस्याहरू जहाँ रोगीहरूको समस्या आभार व्यक्त गर्दछौँ र रङ्गीन चियाबारी व्यवस्थापक महोदयको साथ जीवन ज्योति फाउन्डेसन सभाध्यक्ष महोदय विशाल गोले उहाँलाई खदार्पण साथै स्मृति चिन्ह प्रदान भइरहेछ। उहाँको फाउन्डेसनको पनि अझै उत्तरोत्तर प्रगति भएर जाइरहोस्। उहाँले पनि यसरी बिमारीहरूलाई धेरै सहयोग पुर्याइरहनु भएको छ। सदैव उहाँलाई भगवानले आशीर्वाद प्रदान गरून्। प्रणय लामा अघि नै मैले भने उहाँको आर्किटेक्ट इन्जिनियरमा नै यो अस्पताल तयारी भएको र उहाँको पनि उत्तरोत्तर प्रगतिको कामना जनकल्याण समिति भगवान प्रति प्रार्थना गर्दछु।